आज चाहिँ मेरो बुढाले बिहानदेखि म केही पनि खाँदिनँ, म चाहिँ सादा खाना मात्रै खान्छु भनेर बसिरहनु भएको थियो। झन् मैले चाहिँ उहाँलाई मनपर्ने फेभरेट खानेकुरा बनाइदिएँ। हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदमै धेरै सन्चै छु। आज चाहिँ रातिदेखि बिहानसम्म एकदमै धेरै पानी परेकोले गर्दाखेरि मौसम पनि चिसो थियो, अनि त्यही भएर चाहिँ मैले थुक्पा बनाउनको लागि चाहिँ थुक्पा सुरुमा बोइल गरेँ। थुक्पा बोइल भइसकेपछि चाहिँ मैले अघि राँगाको मासु ल्याएको थिएँ हड्डीसँगको, अनि हड्डीसँगको भयो भने चाहिँ त्यसको सुप मिठो हुन्छ भनेर चाहिँ मैले त्यसलाई मजाले पकाएँ। मासुको सुप मजाले भकभक उम्लेर चाहिँ रेडी भइसकेपछि चाहिँ हामी थुक्पा खानातिर लाग्यौँ। मेरो बुढाले चाहिँ अघिदेखि नै म थोरै मात्रै खान्छु भनिरहनु भएको थियो, तर मैले चाहिँ जबरजस्ती धेरै खुवाएँ। हाम्रो घरमा चाहिँ प्रायः थुक्पा चाहिँ सबैजनाले मन पराउँछौँ, अनि मेरो सानो नानीले पनि कति धेरै मन पराउँछ नि त, त्यही भएर चाहिँ म थुक्पा बनाइराखेको हुन्छु। मैले चाहिँ आज थुक्पा धेरै खाएकोले गर्दाखेरि चाहिँ अलिक न्याक्क भए जस्तो लाग्यो, अनि मैले चाहिँ आँप खाँदै थिएँ, अनि मेरो बुढाले पनि देख्नु भएछ। अनि मलाई पनि त्यो आँप मलाई पनि खान मन लाग्यो भन्नुभयो, अनि अघि चाहिँ म केही पनि खाँदिनँ भन्ने कुरा चाहिँ बिर्सिनु भएछ कि क्या हो, मैले चाहिँ सम्झिराखेको थिएँ। अनि मैले चाहिँ हाँस्दै लगेर दिएँ, अनि पुरा स्वाद लिली खाँदै हुनुहुन्थ्यो। अनि भरे मैले भने तपाईँ आज सुगर टेस्ट गर्न जाने होइन? आज सुगर जान्छ यो मान्छेले मलाई खुवाएको त बिहान अहिले 11 बजी जान्छ मेरो के हो यतिले नगर न खाना न लिमाइगन नि होस् भने हाल्नु के गरे बोले अघि कोला पनि झुक्काएर खुवाउँछ अनि पनि के गर्दा त्यसो नगर अन्डा खाजे गर्न नि आएन भने पो रहेन छ भन्नु अनि त्यो सुगर बढ्ने चिज त खानु भएन नि त अनि कस्तो मान्छेले बर्बाद गर्ने रहेछ मलाई